कुमाईडाँडाको यात्रा पोखराको हरिचोकबाट सुरु भयो। म चाहिँ एक्लै भएको भएर मैले सेयरिङमा अरू दुईजनासँग सेयरिङ गरेँ। त्यो 500 देखि 700 रुपियाँ कति पऱ्यो। अनि अलिकति माथि हिँड्ने बित्तिकै चाहिँ त्यहाँको चेकपोस्ट आउँछ। चेकपोस्टमा चाहिँ हामीलाई 100 रुपिस जति लाग्यो। एक्ज्याक्ट 100 रुपिस नै लाग्यो। त्यसपछि नामहरू यताउति इन्ट्री गरेर अनि ट्रेकिङ गर्न थाल्यो। अनि ट्रेकिङको लागि चाहिँ म बिहानै हिँडेको थिएँ। अनि एक्लै भएको भएर लखर हिँड्यो। खासमा बाटोमा कोही पनि भेटेको भएन। अनि हिँड्दा हिँड्दै बाटो चाहिँ अलिकति कन्फ्युज भयो। तैपनि अब मान्छे हिँडेको देखेर यो फोहोरको डस्टबिनहरू देखेर चाहिँ मैले यही नै हो बाटो भनेर त्यही बाटो एक्लै हिँड्दै गएँ। बाटोमा खासै कोही पनि भेट भएन। अगाडि त कोही पनि भेट भएन। सायद म अलि धेरै नै चाँडै हिँडेँ अथवा म छिटो हिँडेँ, के भयो थाहा भएन। भन्दै थिएँ ठ्याक्कै भैँसी भेट भयो। भैँसी आयो। अब गर्ने के त भन्दाखेरि सिधा बाटो, अगाडि भैँसी छ, पछाडि एउटा ग्राउन्ड जस्तो थियो। अनि त्यसपछि मैले भैँसीलाई हेरेँ, भैँसीले नि मलाई हेऱ्यो। खुट्टा पनि पुरै गेड हाले जस्तो गर्यो। मलाई लाग्यो अब यसले हान्छ भनेर म चाहिँ पछि गएँ। केही समय हिँडिसकेपछि एउटा होटल आयो, सानो होटल आयो। अनि राम्रो थियो। अनि मैले चाहिँ त्यहाँ भात अर्डर गरेँ। भात चाहिँ 400 रुपियाँ यस्तै थियो। अनि एउटा चिया पनि पिएको थिएँ। चिया चाहिँ 100 रुपिस लियो ब्ल्याक टीको। त्यसपछिबाट फेरि म एकछिन बसेर अनि लखर हिँड्न थालेँ।